है आफू जाँड नालीमा घोप्नुपर्छ अनि कस्तो दमै कामी जस्तो रहेछ भन्छ आफू जाँड तपाईँको क्षेत्रीहरूले जाँड बनाउँछ क्षेत्रीहरूले जाँड खान्छ उसको पेसै जाँड बनाउने खानी हो जो खस सभ्यता खसाङ सभ्यता खस राज्य नै खाइदियो र जनै लगाइदियो अनि काजी भन्दै ठुलो मान्छे भएर खपिसक्ने गरेन आफ्नो राज्य गुमा होइन यहाँका अधिकांश क्षेत्रीहरूलाई उहाँहरूलाई मेरो निवेदन हजुरहरूको खसाङ राज्य खोज्नुहोस् है खसाङ राज्य खोज्नुहोस् है तपाईँ हामी मूलवासी हो यो देश मूलवासीको हो मूलवासी भनेर संविधानमा लेख्नुपर्छ भनेर आवाज उठाउन उहाँहरूलाई म अनुरोध गर्छु र अर्को कुरा पनि मेरो यो आर्य खस समुदायलाई मेरो एउटा निवेदन हामी पहिला नेपाली हौँ भनेर बुझ्नु पर्यो पहिला हामी नेपाली तपाईँ यहाँबाट दुबई जानुभयो भने त्यहाँ बाहुन भए पनि दलित भए पनि नेपाली भन्छ तर यहाँ आइसकेपछि बल्ल अनि जात व्यवस्थामा हामी सुरुवात हुन्छौँ त्यो जात व्यवस्था गर्ने चिज हो